नमस्ते साथीहरू, तपाईँहरूलाई स्वागत छ यस लोकसेवा चौतारी युट्युब च्यानलमा। आज हामी प्रहरी जवान बौद्धिक परीक्षणतर्फको आइक्यू सेट 1 गर्न गइरहेका छौँ। र आज चाहिँ यो आइक्यूतर्फको चाहिँ पहिलो भाग हो। यदि तपाईँहरू यस च्यानलमा पहिलोपटक आइपुग्नु भएको छ र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यसमा प्रहरी जवान तयारी सम्बन्धी विभिन्न भिडियोहरू छन् र आगामी दिनमा पनि यस्तै विभिन्न भिडियोहरू आउने नै छन्। अब लागौँ आजका प्रश्नहरूतर्फ। प्रश्न नम्बर 1, समूहमा नमिल्ने पत्ता लगाउनुहोस्। दिएको छ क मा 16, ख 27, ग 64, घ 49। अब यसमा समूहमा नमिल्ने कुन छ? हेर्नुहोस् त यसमा। अब आइक्यूमा चाहिँ थोरै आफ्नो लजिक पनि लगाउनुपर्छ। त्यतिकै चाहिँ हुँदैन। थोरै चाहिँ लगाउनुपर्छ। यो हेर्नुहोस् त 16 भनेको 4 को वर्ग हो। 4 × 4 16, 4 को स्क्वायर। अनि यो 64 भनेको 8 को स्क्वायर हो। 8 × 8। यो 49 भनेको 7 × 7, 7 को स्क्वायर। यो भनेको अब यसमा कुन हुने भयो? 27 भनेको कुनै पनि स्क्वायर होइन, स्क्वायर नभएको नम्बर। यो समूहमा नमिल्ने, अरू सबै एउटै समान भयो, क्यारेक्टर भयो, यो एउटा फरक भयो है त। यसको एन्सर ख 27। त्यस्तै दोस्रो नम्बरमा छ टिएआरई को कोड टिआरइए भए डिएआरई को कोड के हुन्छ भनेर छ। यहाँ हेर्नुहोस् त यो कसरी मिलेको छ। पहिला अब यसलाई चाहिँ योबाट यसमा कसरी आएको छ हेर्ने, त्यसलाई चाहिँ अनि यसलाई पनि त्यही अनुसार यो एन्सरको अनुसार मिलाउनुपर्छ है त। हेर्नुहोस् त यहाँ टिएआरई के छ यो? टिआरइए यो कसरी मिलेको छ त? यो पछाडिबाट अल्फाबेटको पछाडिबाट चाहिँ मिलाउँदै आएको छ। सबैभन्दा पछाडि कुन हुन्छ यो? यो अगाडि पछाडि आयो भने कतिमा हुन्छ यो? 20 मा हुन्छ यो। 20 नम्बरमा हुन्छ टी एमएनओपी क्युआर 18 नम्बरमा हुन्छ। यो आर ई भनेको 5 नम्बरमा हुन्छ। ए भनेको 1 नम्बरमा हुन्छ। यो पछाडिबाट हेर्नुहोस् त ल 20 18 5 1 पछाडि हुँदै आयो। अब यसलाई पनि त्यही गरौँ त। टिएआरईमा सबभन्दा पछाडि कुन हुन्छ? आर नम्बर नराखे पनि हुन्छ, यसमा यतिकै गरे पनि हुन्छ तपाईँले जान्नुहुन्छ भने। आर पछि ई आर ई डी ए। अघि आर कति भनेको थिएँ मैले? आर 18, ई भनेको 5, डी भनेको 4, ए भनेको 1। आरइडिए कहाँ छ? आरइडिए हेर्नुहोस् त यहाँ अप्सन नम्बर ख आरइडिए। ठिक छ नि, यो बुझ्नुभयो है? बुझ्नुभयो भने कमेन्ट गर्नु होला, म गरौँला तपाईँहरूलाई एक्सप्लेन गरिदिउँला। त्यो कमेन्ट गर्नुभयो भने अर्को भिडियो पनि बनाउँला। केही समस्या छ र तपाईँलाई अरू कुनै विशेष उसमा चाहिँ कुनै भिडियो चाहिएको छ भने पनि कमेन्ट गर्नु। त्यस्तै तेस्रो नम्बरको अर्को प्रश्न छ सिरिज पुरा गर्नुहोस्। 0 3 7 15 31। अब के आउँछ भनेर छ। अब के आउला यसमा? यो सिरिजमा चाहिँ सबभन्दा पहिला तपाईँहरूले यो बिचको चाहिँ कतिले बढ्दै गइरहेको छ भनेर हेर्नुपर्छ। सिरिज सोधिहाल्यो भने तपाईँलाई धेरै गाह्रो सोध्दैन, सजिलो खालकै सोध्छ। यसमा 0 होइन, यसमा 1 हुनुपर्छ। यहाँ मैले 1 बनाउनु पनि भएन। ल 1 बाट 3 कति भयो? 2। 3 बाट 4 3 बाट 7 कतिले बढ्यो? 4। यहाँले मिलेन पर्यो है, यहाँ यसलाई भेट्दियो। 4 ले बढ्यो। अब 7 बाट 8 भनेको 7 र 8 ले 15 भयो। यसमा यहाँ 8 थपियो। 15 बाट 31 भनेको कति थप्यो यहाँनिर? 16। ल यहाँ हेर्नुहोस् त कस्तो भयो? डबल हुँदै आएछ। 2 छ, 4 छ, 8 थपिया छ, त्यसपछि 16 थप्यो। अब कति थपिनु पर्ला? 16 भनेपछि यसको डबल, यसको डबल यो, यसको डबल यो, यसको डबल यो, यसको डबल अब यो 31 मा 32 थपिनु पर्यो। 31 मा 32 कति हुन्छ? 31 31 62 र 1 ले 63। 31 मा 32 थपिँदा 63 है त। यो सजिलो छ।
अर्को छ 4 नम्बरमा रिता पूर्व फर्केर 20 पटक घडीको सुई घुम्ने दिशामा घुम्छिन् भने अब उनी कता फर्किरहेकी हुन्छन् हेर्दा तल गएछ। रिता पूर्व फर्केर 20 पटक घडीको सुई घुम्ने दिशामा घुम्छन् भने अब उनी कता फर्किरहेका हुन्छन्? क पूर्व, ख पश्चिम, घ उत्तर, घ दक्षिण। हेर्नुहोस् त यो अब यो तपाईँलाई 20 पटक भनेको छ। 20 पटक भनेपछि 20 पटकै घुमाएर चाहिँ बसिरहने होइन। घडीको सुई घुम्ने दिशा भनेपछि आफ्नो दाहिने हातपट्टिबाट यस्तो घुम्छ घडीको सुई। पूर्व मैले पहिला पनि भिडियो बनाएको थिएँ यो आइक्यू सम्बन्धी। तपाईँले गएर के गरी चाहिँ हेर्नु भएको छैन भने गर्नुहोला। यस च्यानलमा चाहिँ 15वटा सेट पनि छ प्रहरी जवान तयारीको लागि। 15वटा फुल सेट छ, गएर हेर्नुहोला। र भिडियो राम्रो लागेको छ भने च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। हेर्नुहोस् त पूर्व यता, पश्चिम यता, उत्तर यता, दक्षिण यता भएपछि यहाँ फर्केर पूर्व फर्केछ हो। पूर्व फर्केपछि एक फेरि घुम्दाखेरि यता यहाँ आउँछ नि होइन। एक फेरि घुम्दाखेरि यहाँ, अर्को फेरि यहाँ 2, यहाँनिर 3, यहाँनिर 4। 4 फेरिमा के भयो? जहाँको त्यहीँ आइपुग्यो हो। 1, 2, 3, 4। 4 फेरिमा जहाँको त्यहीँ पूर्वै फर्क्यो 4 फेरि भनेपछि अब यो 20लाई 4ले यो 20लाई चाहिँ 4ले भाग गर्ने। 4ले कति जान्छ? 4ले 5, 5 चौको 20, 20ले भाग गयो भनेपछि यो पूर्व नै फर्केर हुन्छ है। 20ले भाग गएन भने तपाईँलाई 21 पटक भनेको भए 20 यहीँ हुन्थ्यो, पूर्व नै हुन्थ्यो नि त 20। यहीँ 4 यहाँ भएपछि फेरि अर्को यहाँ हेर्नुहोस् 4 यहाँ भयो, 8 पनि यहीँ भयो, फेरि अर्को 8, 12 पनि यहीँ भयो, अर्को फेरि 4 घुम्दा 16 भयो, फेरि अर्को 4 घुम्दा 20 भयो त्यसरी। अब के गर्यो तपाईँलाई चाहिँ 21 पटक घुम्दै थियो भने चाहिँ 20 यहाँ भएपछि 21 भनेको यहाँ कतापट्टि? दक्षिणपट्टि घुम्दै हुन्थ्यो। अनुहार उसको चाहिँ दक्षिणपट्टि फर्किएको हुन्थ्यो है त। 21 भनेको भए 20 भनेको छ यतैपट्टि हुन्छ। अर्को छ 5 नम्बरमा 1 केजी फलाम र 1 केजी कपासमा कुन बढी गह्रो हुन्छ? क फलाम, ख कपास, ग बराबर, घ कुनै पनि होइन। फलाम होला होइन। त्यसमा चाहिँ कन्फ्युजन नहुनु है। जति भए पनि बराबर हुन्छ है। दुईटाको वस्तुको यो उसमा चाहिँ साइजमा चाहिँ बढी हुन्छ होइन। कपासको यत्रो टुक्रा हुन्छ भने कपास सानो हुन्छ भने फलाम सानो हुन्छ भने कपास ठुलो हुन्छ। तर 1 केजीमा चाहिँ दुवैको वेट बराबर हुन्छ। 1 केजीमा दुवैको तौल 1 केजी बराबर हुन्छ। कन्फ्युजन अरे कन्फ्युज हुनु होला भनेर यस्तै प्रश्नहरू आउँछ। 6 नम्बरमा छ रेडियोको श्रोता भए चाहिँ टेलिभिजनको के हुन्छ? क श्रोता, ख दर्शक, ग ग्राहक, क व्यापार। रेडियो सुन्ने, टेलिभिजन हेर्ने, हेर्नेपछि दर्शक। अर्को छ 7 नम्बरमा श्रेणीमा अब कुन अक्षर आउँछ? ए, ई, आई, एम अब कुन? यो श्रेणीलाई पनि यसरी हेर्नुपर्छ। हेर्नुहोस् त एबाट ईमा कतिले गयो? ए गर्नुहोस् त बी, सी, डी, ई 1, 2, 3, 4 गन्दाखेरि यो पछाडि आएको नम्बर पनि अङ्क पनि गनेर गर्नु होला है। अक्षरहरू 4 भयो नि त 1, 2, 3, 4। यसमा +4 हेर्नुहोस् यहाँ ईबाट एफ, जी, एच, आई यसमा पनि +4 4 4 थपिँदै गर्छ नि होइन। आएपछि जे, के, एल, एम फेरि +4। अब एमबाट नि हामीले +4 गर्ने। एम पछि एम, एन, ओ, पी, क्यू +4 भयो। एन्सर क, क्यू। कन्फ्युजन छैन नि? केही भयो भने गर्नु है। तपाईँले के गरी बुझ्नु कुनै प्रश्नहरू बुझ्नु भएको छैन भने कमेन्ट गर्नु यो बुझेन भनेर। अर्को छ 7 नम्बरमा दिएकोमा कुन अरूभन्दा भिन्न छ? यहाँ दिएको मध्ये अरूभन्दा भिन्न कुन छ त? ए, ई, आई, पी, ओ, यु छ। क भिन्न छ कि? क को आई भिन्न छ कि? पी भिन्न छ कि? ओ भिन्न छ कि? यु भिन्न छ? हेर्नुहोस् त यसमा हेर्नुहोस् यो ए, ई, आई, ओ, यु भनेको चाहिँ हाम्रो भावेल लेटरहरू हुन्। यसमा भावेल लेटर नभएको कुन छ? पी। अरू सबैभन्दा भिन्न कुन भयो? नम्बर ख,
पी पी भवेल लेटर होइन, अरू सबै भवेल लेटर हुन्, त्यही भएर त्यसमा भिन्न चाहिँ पी भयो है त। अर्को छ 8 नम्बरमा, यदि चस्मालाई मोजा, मोजालाई पन्जा, पन्जालाई जुत्ता र जुत्तालाई टोपी भनिन्छ भने शिरमा के लगाइन्छ? हेर्नुहोस् है, कन्फ्युजन नहुनु होला, राम्रोसँग पढ्नु होला यो। अप्सन नम्बर क मोजा, अप्सन नम्बर ख जुत्ता, अप्सन नम्बर ग पन्जा, अप्सन नम्बर ग थाहा पाउन सकिन्न। यसमा चाहिँ के हुन्छ त? यसको एन्सर घ थाहा पाउन सकिँदैन हुन्छ। तपाईँले फेरि जुत्तामा कन्फ्युज हुनु होला। पन्जालाई जुत्ता, जुत्तालाई टोपी र टोपीलाई के भनिन्छ भनेर भनेको छ त? छैन है। ओके गरी टोपीलाई चाहिँ तपाईँको टोपीलाई टी सर्ट अथवा चाहिँ केही भनौँ न एउटा, मोजा जुत्ता ल टोपीलाई सर्ट, अन्तिममा चाहिँ यो थपेको भए र टोपीलाई सर्ट भनिन्छ भने शिरमा के लगाइन्छ भने भए त्यो चाहिँ सर्ट हुन्थ्यो लगाउने शिरमा होइन। अब यो भनेको छैन, टोपीलाई के भनिन्छ भनेर भनेको छैन भनेपछि यसबाट यो थाहा पाउन सकिँदैन। यति दिएर है त, कन्फ्युजन नहुनु होला, मैले यसलाई तपाईँलाई कन्फ्युजन हुनु होला है भनेर राखिदिएको। टोपीलाई यो भनिन्छ भन्यो भने मात्र त्यसको लागि त्यो लेख्ने, अरू अगाडिको धेरै हेरिरहनु पर्दैन। यसमा शिरमा के लगाइन्छ? टोपी, टोपीलाई के भनिन्छ? सर्ट भनेर भन्यो भने एन्सरमा सर्ट हाल्ने भइहाल्यो, अगाडिदेखि हेरेर आउनु पर्दैन। यो कन्फ्युज गराउनु मात्रै दिएको हुन्छ तपाईँलाई अगाडिको। त्यस्तो छ 9 मा, राम कक्षामा अगाडिबाट 7 औँ र पछाडिबाट 28औं स्थानमा पर्दछ भने त्यस पङ्क्तिमा जम्मा कति विद्यार्थीहरू रहेका छन्? अगाडिबाट 7, पछाडिबाट 28 भनेपछि यसलाई के गर्ने? अब अगाडिबाट प्लस पछाडिबाट जोड्ने। यो पनि अगाडिबाट 7 औँ, पछाडिबाट 28 औँ, एउटै मान्छे हो नि होइन यहाँबाट, अनि उसलाई फेरि दुईवटा गर्ने हो नि त। उयो 7 औँ हुँदा पनि उही छ, 28 हुँदा पनि उही छ, एक घटाउने अब यहाँबाट कति हुन्छ? यो 28 7 ले 35 माइनस 1 34, आन्सर 34 है त। यो बुझ्नुभयो नि? यो 7 औँ र 28 औँ जोड्ने दुइटै त यही मान्छे हो नि त, 28 औँ पनि यही मान्छे हो, 7 औँ पनि यही मान्छे हो भनेपछि यो दुई फेरि गर्ने हो भनेपछि एक फेरि यसको घटाउने, अनि 34 हुन्छ। अरू क्वेसन दियो भने नि यसरी गर्नु होला। अनि अर्को छ 10 मा, खानाको पेट भए चाहिँ इन्धनको के हुन्छ? ए कार, ख पम्प, ग इन्जिन, घ तेल। यसलाई चाहिँ यो अगाडिको कस्तो रिलेसन छ, योबाट यो कस्तो रिलेसनमा आएको छ, त्यही एन्सर गर्नु पर्यो। यो खाना के हुन्छ? कहाँ गएर पच्छ? र चाहिँ हाम्रो यो शक्तिको रूपमा चाहिँ कहाँबाट हुन्छ त? पेटमा पच्छ भनेको जस्तै इन्जिनको के हुने भयो? अब इन्धनको इन्जिनमा गएर चाहिँ यसको सबै यो इन्धनको चाहिँ बाट चाहिँ शक्ति बन्ने काम इन्जिनमा हुन्छ है त। अर्को छ 11 नम्बरमा, एउटा टेलिफोन डायलको सम्पूर्ण अङ्कको गुणान कति हुन्छ? एउटा टेलिफोनको डायलको सम्पूर्ण अङ्कको गुणान कति हुन्छ? अप्सन नम्बर क, ख, ग र घ शून्य छ। ल हेर्नुहोस् त, यसमा केही छैन, तपाईँले धेरै गर्नु पर्दैन। टेलिफोन नम्बरमा डायलमा कतिवटा नम्बर हुन्छ त? 1 सजिलोसँग 2 3 4 5 6 7 8 9 हुन्छ होइन। अनि यसमा अर्को एउटा पनि कुन हुन्छ? शून्य हुन्छ। अनि सबैले चाहिँ अब शून्यसँग जतिले गुणन गरे पनि त्यो कति हुन्छ? शून्य नै हुन्छ। त्यही भएर त्यसको एन्सर शून्य, 0 हुन्छ है त। 12 नम्बरमा छ, यदि ब्याट बराबर 1 2 3 र फ्याट बराबर 4 2 3 हुन्छ भने बिएएफ बराबर कति हुन्छ? अब यस्तो प्रश्न दियो भने तपाईँले के गर्ने? यो कोडिङ कसरी गरेको छ हेर्ने। हेर्नुहोस्, अब यसलाई पहिला यसरी हेर्नुहोस्, 1 2 3, यसलाई सुरुबाट यसरी राखेर हेर्नुहोस्। एफएटीलाई के छ? 4 2 3, यो एटी र एटीलाई 2 3 2 3 नै आयो भने यो यसरी नै कोडिङ हुन्छ है त। अब हेर्नुहोस् यहाँ
बिएएफ बी अब ए कति आएछ यहाँ 2 यहाँ पनि 2 ए भनेको 2 बी कति छ यहाँ 1 1 2 अब एफ भनेको कति छ तपाईँहरूको एफ भनेको 4 छ 1 2 4 कहाँ छ 1 2 4 1 2 4 भनेको अप्सन नम्बर ख 1 2 4 हस् साथीहरू आजको हाम्रो सेट 1 आइक्यूको तपाईँहरूको 10वटा प्रश्न आउँछ हामीले 12वटा गऱ्यौँ आजको सेट यहीँ सकिएको छ यदि तपाईँहरूलाई भिडियो यहाँसम्म हेर्दै हुनुहुन्छ र भिडियो राम्रो लागेको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला आगामी दिनमा यस्तै महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू आउने नै छन् हस् त तबसम्मको लागि बिदा हुनुहोस् धन्यवाद